वेल मैले के भन्नै पर्दैन। अब नेपाल प्रिमियर लिग सिजन 2 को चाहिँ बिगेस्ट न्युज आइसकेको छ। तपाईँहरूले थाहा पाइसक्नु भएको होला, तर पनि के थाहा पाउनु भएको छैन भने म बताउन गइरहेको छु। अहिले विदेशी खेलाडीहरू भित्राउने लड्को चलिरहेको छ। त्यसै अन्तर्गत चितवन राइनोजले आफ्नो टिममा 2वटा चाहिँ पुरानै प्लेयर रिटेन गरेको छ विदेशी, पनि एउटा प्लेयर चाहिँ इन्ट्रोड्युस गराएको छ। अहिले बाहिरबाट इन्ट्रोड्युस गराएको प्लेयर भनेको डेभिड मलान, जुन चाहिँ इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान हुन्, कुनै समयका नम्बर 1 T20 ब्याटर पनि भन्न सकियो उनलाई। र यसैपछि रिटेन गरेको भनेको इङ्ल्यान्डकै मिडल अर्डर ब्याट्सम्यान आई थिङ्क रबिन बुपारा र पाकिस्तानी बलर सोहेल तन्वीर रहेका छन्। अब यो अनुबन्धसँगै रिटेनसँगै तपाईँहरूलाई चाहिँ चितवन रायन्सको टिम कस्तो लाग्छ र अब तपाईँहरू यो एनपिएल सिजन 2 मा चाहिँ कसलाई सपोर्ट गर्नुहुन्छ, तपाईँको फेभरेट टिम कुन हो, हामीलाई कमेन्ट गर्दै गर्नुहोला। र हामीले लेटेस्ट अपडेटहरू चाहिँ तपाईँहरूलाई दिने प्रयास गर्नेछौँ। त्यसको लागि हामीलाई सब्सक्राइब गरेर, लाइक गरेर, सेयर गरेर साथ दिनु होला है त।